नमस्ते सबैजनालाई मेरो ज्ञान मन्त्र युट्युब च्यानलमा। भोलि वैशाख 16 गते बुधबारदेखि दुईटा कम्पनीले आफ्नो आइपिओ जारी गर्दैछ। पहिलो कम्पनी हो एभरेस्ट कलर लिमिटेड, जसमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् भने अर्को कम्पनी रहेको छ याम्बलिङ हाइड्रो पावर लिमिटेडमा, जसमा सर्वसाधारण लगानीकर्ताहरू अथवा जेनरल पब्लिकहरूले आवेदन दिन सक्नेछन्। अब यो दुईटी कम्पनीमा कति किता जारी गर्दैछ र मिनिमम कति किताका लागि आवेदन दिन सक्नेछन् भने सम्पूर्ण जानकारी मैले तपाईहरुलाई यस भिडियोमा दिनेछु। पहिलो कुरा गरौँ एभरेस्ट कलर लिमिटेडको आइपिओको बारेमा। यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि 16 गतेदेखि वैशाख 22 गतेभित्र कुल 79,000 किता आइपिओ जारी गरेको छ, जसको एक किताको सेयर प्राइस 100 रुपैयाँ छ। सेक्टर भनेको म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ हो र यस कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा यानि कि इस्यु म्यानेजरको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड राखेको छ र यस कम्पनीको आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले मिनिमम 10 किताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा 7,000 किताका लागि आवेदन दिन सक्नेछन्। अर्को कम्पनी रहेको छ याम्बलिङ हाइड्रो पावर लिमिटेड। यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि अथवा जेनरल पब्लिकहरूका लागि यही वैशाख 16 गतेदेखि वैशाख 22 गतेभित्र कुल 17,43,000 किता आइपिओ जारी गर्दैछ, जसको एक किताको सेयर प्राइस 100 रुपैयाँ छ। सेक्टर भनेको हाइड्रो पावर हो र यस कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड राखेको छ र यस कम्पनीको आइपिओमा सर्वसाधारण लगानीकर्ताहरूले मिनिमम 10 किताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 21,000 किताका लागि आवेदन दिन सक्नेछ। साथीहरू, यो थियो जानकारी तपाईको एभरेस्ट कलर लिमिटेड र याम्बलिङ हाइड्रो पावर लिमिटेडको आइपिओको बारेमा। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो? यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने एकचोटी लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु होला। म त्यस्तै खालको आइपिओको भिडियो बनाएर फेरि पछि उपस्थित हुनेछु। तबसम्म मलाई आज्ञा दिनुहोस्। धन्यवाद। जय नेपाल।